सबभन्दा पहिला जेनजी युवाहरूले सोसियल मिडियामाथिको प्रतिबन्ध हट्नुपर्छ र भ्रष्टाचार रोकिनुपर्छ भन्दा पहिलो स्टेटमेन्ट दिने म। यो सही छन् है, यो जेनजी युवाहरूले जे उठाएको छन् यी मागहरू सही छन्। सरकारलाई मैले खबरदारी भने दमन नगर्नु यी युवाहरूमाथि, यिनीहरू पवित्र भावनाले आएका छन् भनेर स्टेटमेन्ट दिने पहिलो मान्छे पनि म, मेरो पार्टी। र जब बेलुका 23 गते बेलुका चाहिँ युवाहरूको हत्या भयो, ब्लन्डर भयो, अपराध भयो, यो नरसंहार हो। ती महान शहीदहरूको कित्तामा राखिनुपर्छ, तिनलाई भनेर शहीद घोषणा गर्ने, दोषीमाथि कारबाही गर्नुपर्छ भन्ने र सरकारले तुरन्त राजीनामा दिनुपर्छ भन्ने पार्टी पनि हामी नै हो। र त्यसको बैठक चाहिँ राति 10 बजे बैठक राखेर घोषणा गर्ने पनि म। अनि म पनि उस्तै भनेर जसरी भोलिपल्ट जलाइयो मैले बुझेँ, दाल में कुछ काला है। यो सोझो कुरा होइन है, यो कुनै यो नेपालीले गर्ने कुरा होइन। यो तपाईले त्यहाँ जोस र महसुस त्यहाँनिर गएपछि यो कतै अन्तैबाट यो त्यहाँ मैले भने नि, यो अरूले नै भन्छन् भने जस्तो होइन, यो रियालिटी हो। यसो गर्नु नै थियो। यहाँका सबै भने हिजोका राजा महाराजाका छोराछोरीहरू नेपो किड्स किन भएनन्? तिनीहरूका भवनहरू दरबारहरू किन जलेनन्? हिजोका पञ्चहरू जसले अरबौं खरबौं कमाएका थिए थुप्रै, तिनका केही पनि किन भएनन्? अनि क्रान्तिको लागि सम्पूर्ण रूपले समर्पितहरू र लोकतन्त्रका लागि लड्नेहरूका छानी गर्नुपर्ने कारण के पर्यो? यसबाट नै मैले महसुस गरेँ कि यो चाहिँ होइन, यो अन्तर्राष्ट्रिय खेल यहाँ ठुलो आयो नेपालका विरुद्ध, नेपालीहरूका विरुद्ध। अब एकचोटि फेरि हामीले बल गर्नुपर्छ राष्ट्र बचाउन भनेर।